नमस्ते सबैजनालाई। एकजना कुवेतमा चाहिँ निर्मला दोङ भन्ने बहिनीले चाहिँ आत्महत्या गर्नुभएको रहेछ। उहाँको श्रीमानले कान्छी लिएर आउनुभएको र उहाँलाई मानसिक टर्चर एकदम दिइरहेको कारणले उहाँले चाहिँ आत्महत्या गर्नुभएको रहेछ। उहाँले यो गलत बाटो चाहिँ रोज्न नहुने हो, किनकि यो चाहिँ एकदम गलत हो। आफूले आफ्नो शरीर त्यसरी त्याग्नु चाहिँ एकदम गलत हो हैन। अनि जति पनि दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, मायामा पर्नु भएको छ अथवा धोका पाउनु भएको छ हैन, यस्तो छ हामी संसारमा छौँ। संसारमा हामीले कसैबाट माया पाउँछौँ, कसैबाट धोका पाउँछौँ। धेरैजनाले हेला गर्छन् र धेरैजनाबाट हामीले राम्रो कुराहरू पनि सिक्न पाउँछौँ। त्यही भएर हामी शरीरमा भएको कारणले चाहिँ सबै कुरा हामीले सहनुपर्छ। सानो मन गरेर हामी त्यस्तो बाटो चाहिँ रोज्नु हुँदैन। आउने दिनहरूमा चाहिँ यस्तो घटनाहरू चाहिँ सुन्न नपाइयोस्। जसरी निर्मला बहिनीले आफ्नो शरीरको त्याग गर्नुभयो हैन। एउटा म पनि महिला हुँ र मैले पनि जीवनमा धेरै कुराहरू भोगेको छु। मैले पनि धेरै दुःखहरू भोगेको छु। म पनि सायद मर्न सक्थेँ होला, मैले पनि त्यो बाटो सोचेको थिएँ हैन। तर हामी हाम्रो लागि नभएर हामी अरूको लागि पनि बाँच्नुपर्छ र हामी विशेष आफ्नो लागि पनि बाँच्नु पर्दो रहेछ क्या। त्यसैले यो शरीर हाम्रो धेरै अमूल्यको छ, यो सास हाम्रो धेरै अमूल्यको छ। हामीले चाहिँ यो सास र यो शरीरलाई चाहिँ हामीले एकदम काल नआउन्जेलसम्म चाहिँ सुरक्षित राख्नुपर्छ है र शत्रुको अगाडि हाँसेर हिँड्नुपर्छ। म जति पनि दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, आउने दिनहरूमा चाहिँ यस्तो घटना नहोस् भन्न चाहन्छु। मेरो कुरामा गल्ती भयो, सरी। म अलिक धेरै नै बोलेँ अथवा भनौँ न तपाईँहरूलाई मन नपर्यो होला, त्यसको लागि सरी। तर मलाई मेरो लाइफ चाहिँ भनौँ न, मेरो शरीर चाहिँ मलाई राम्रो लाग्छ। म चाहिँ अझै जिउन पाऊँ जस्तो लाग्छ। त्यसैले तपाईँहरू पनि त्यो दुःखहरूलाई, कष्टहरूलाई, त्यो जति पनि छ नि त्यो कुराहरूलाई हामी पछाडि छोडेर हामी अगाडि हिम्मत बढाएर हामी अगाडि बढौँ है त गाइजहरू।